हेलो गाइजहरु, आज असोज 15 अर्थात् मेरो जन्मदिनको दिन र नवमीको दिन हामी आबुधाबी आइपुगेका छौं र आबुधाबीको दृश्य यस्तो छ। अलि हिस्टोरिकल जस्तो रहेछ आबुधाबी चाहिँ। हामी चाहिँ भर्खर बस पार्कमा पुग्यौं। म सिधै आफ्नो काम गर्ने ठाउँबाट 5 मिनेट हिँडेर बस स्ट्यान्ड पुगेको थिएँ र यो हामी अलवदा मल अगाडि पुगिसकेका छौं र मलाई दिदीले यही आउनु भन्नुभएको थियो। त्यही भएर म अब त्यो मलमा जान चाहन्छु, किनभने म वासरुम जान चाहन्छु, तर मलाई थाहा छैन म कहाँ जाम भनेर, किनभने त्यहाँ यत्रो मेन रोड छ, कसरी जाने। त्यहाँ चाहिँ एकदम राम्रो घर मैले आफ्नो आँखा अगाडि देखिरहेको छु र अब हामी जाँदैछौँ। भोलि दसैँ हो, किन्नुपर्ने थियो तर मैले किनेन। अब कि मैले कपडा किन्नु पर्थ्यो भनेर, तर मेरो काम यस्तै र गाइजहरु, नगर्ने अनि पछुताउने। त्यही भएर केही छैन हैन, म बानी परिसक्यो आफ्नो। ल हामी फेरि भेट्छौँ, बाई बाई। फाइनली मैले वासरुम भेटाइसकेँ र यहाँ सुपरमार्केट पनि रहेछ। यहाँबाट चकलेट किनिदिन्छु बहिनीहरूलाई। के गर्न लाग्यो सलिनाले? भागलुगा खोज्दिन लाग्यो यस्तो प्रिन्सेस बनेर। खाए यस्तो फेरि दशा लाग्छ कि ल घन्टी बजा ल ए ओम हरि 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 अब टीका अहिले उता ढोकले पूजा गरे भगवानलाई भयो सक्यो। ओ यार मैले फेरि टीका लागिदिनु न ल भगवानले। ल तिम्रो यो खै बाबाले भडी बताउँछ। हैन ठिक टीका लगाउने हो। त्यसपछि ल यहाँबाट नै फोटो एंगल यहाँबाट छोरी हामी कहाँ जाँदैछौँ भनिदियो त। बिस्तारै 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 म बस्छु दिदी पछाडि। ए ठिक छ।
अब हामी बिच जानको लागि यो पुलमा चढिसकेका छौँ। यो पुलपछि चाहिँ पुरै आइल्यान्ड हो कि आइल्यान्ड के भन्छ नि त्यो छ। यो चाहिँ हेर्दा त तपाईँहरूले माटो राखेको छ भन्ने सोच्नु होला, तर यसलाई चाहिँ आइल्यान्ड भन्नुहुन्छ नै गाइस। आइल्यान्ड हो कि आइसल्यान्ड हो, म एकदम कन्फ्युज छु। आइसल्यान्डै होला सायद। र यो चाहिँ बिचको पार्किङ र ऊ त्यो चाहिँ आइसल्यान्ड हो के हो थाहा छैन मलाई, धेरै जज नगरेर, मलाई थाहा छैन मलाई। र यहाँ चाहिँ यसो स्विमिङ गर्ने कपडाहरू निकाल्दै हुनुहुन्छ दिदी बिनाजुले। र अब हामी जाँदैछौँ बिच हेर्नलाई। र भन्दै हाम्रो अगाडि समुद्रको छालहरू देखिसकेका छन्। मान्छेहरू त्यहाँ मजाले बसिरहेका छन् र हामी निलो पानी देख्न सक्छौँ। यहाँ एउटा मान्छे पागल जसरी मोटर बाइक हो कि के हो यो पनि त्यो निरजनले समय मेरो ब्लगमा हेरेको त्यो गुडिरहेको छ पानीमाथि। एकदमै रमाइलो दृश्य हाम्रो आँखा अगाडि छ। मलाई एकदमै राम्रो लागिरहेको छ। धेरै पहिलेको सपना समुद्र हेर्ने र फाइनली समुद्रको पानीमा खुट्टा हाल्ने आज मेरो साकार भएको दिन हो जब म 26 वर्ष पुगेँ। वाउ, चप्पल खोलेर जानु पर्यो। नजाउने भयो, बन्द भयो जस्तो छ। टाउकोमा रातो नि हातमा मेट्रो कार्ड बोकेर कस्तो हल्लेको फोन। हामी काउन्टरमा आइसकेका छौँ आफ्नो मेट्रो रिचार्ज गराउन कार्ड बोकेर। र अब हामी फाइनली दुबईको लागि बसमा चढिसकेका छौँ र हाम्रो दसैँ यहीँ समाप्ति हुँदैछ।